शुभ बिहानी यस कार्यक्रम चाहिँ विशेष यो नयाँ वर्ष नव वर्ष 2083 को चाहिँ उपलक्ष्यमा चाहिँ यो नवजीवन सङ्गठन भुवनेश्वरबाट आयोजित यस कार्यक्रममा चाहिँ विशेष गरी चाहिँ गायत्री दालमेल लगायत यहाँ उपस्थित सम्पूर्ण विशिष्ट व्यक्ति लगायत यहाँ उपस्थित दाजुभाइ तथा दिदीबहिनी नमस्कार गर्न चाहन्छु। एउटा कुरा चाहिँ के हो भनेदेखि हामीले समाजमा चाहिँ अपाङ्गता भएर पनि समाजलाई योगदानको लागि समाजको योगदानको लागि जुन किसिमको भूमिका गायत्रीले खेल्नु छ त्यसको एकदमै प्रशंसा गर्न चाहन्छु। समाजमा केही कन्ट्रिब्युसन गर्न मरौँ के गर्नुपर्छ भन्ने कुरा उहाँमा मैले यो चुनावभन्दा अगाडि मैले भेट्दाखेरि पाएको थिएँ र धेरै समस्याहरूको कुरा पनि मैले सुनेको छु र यस्तो विषयमा संवेदनशील विषयमा राजनीति कुरा गर्नु हुँदैन। कुनै पनि राजनीतिक दलका मान्छेहरूले राजनीति गर्ने बेला चुनावको बेला गर्ने चुनाव सकिसकेपछि राजनीति होइन फलानु सङ्गठनको मान्छे फलानु पोलिटिकल पार्टीको मान्छे फलानु काङ्ग्रेसको फलानु एमालेको फलानु राजसभाको भन्ने होइन समग्र सबै यहाँको स्थानीय बासिन्दाहरू हाम्रो हो। हामी त्यो भावनाले काम गर्नुपर्दछ र मैले यहाँ विभिन्न ठाउँमा चाहिँ राजनीतिक हिसाबले चाहिँ प्रतिशोध गर्ने राजनीतिक हिसाबले आफ्नोभन्दा भिन्न विचार राख्यो भनेदेखि उसलाई असहयोग गर्ने विभिन्न किसिमको हरकत पनि सुनेको छु। त्यसको लागि म खबरदार भन्न चाहन्छु। यो सुशासनको लागि आएको सरकार हो, सुशासन हुनुपर्छ भनेर हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले हामीले एडभोकेसी गरिरहेको छ। त्यसको लागि चाहिँ हामी पहल गर्छौँ। यहाँ कहाँ के भएको छ र मलाई के अनुरोध गर्न चाहन्छु भनेदेखि कतिपय समयका कुराहरू हुन्छ समयको कुराहरू हुँदाखेरि चाहिँ भइरहेको के छ हुनुपर्ने के छ त्यो मलाई चाहियो। पहिलोको के हो इतिहास कसैले पूर्वाग्रह आग्रह राखेको छ भने कुनै सहनेवाला चाहिँ सहने हुन्छ। समाजमा हामी न्यायोचित कुरा गर्नु सामाजिक न्यायको कुरा गरिरहेको छौँ नि हामीले सामाजिक न्यायको कुरा गर्दाखेरि यो एकदम महत्त्वपूर्ण छ। त्यस कारण म के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ क्षेत्रदेखि लिएर यहाँ वडा तहको साथीहरूलाई चाहिँ के हो समस्या बुझिदिनु पऱ्यो तपाईँहरूले त्यो बुझिदिएर भइरहेको के हुनुपर्ने थियो न्यायोचित तरिकाले त्यसको समाधान गर्नुपर्छ। हामी कोही आफ्नो पराय भन्नै हुँदैन सब नेपाली दाजुभाइ त्यसलाई त्यसरी बुझेर काम गर्नुपर्छ। त्यसको लागि पहल गरिदिनको लागि तपाईँले चाहिँ त्यहाँ सहजीकरण गर्नको लागि म अनुरोध गर्न चाहन्छु। र बाँकी विभिन्न ठाउँमा चाहिँ मैले इलेक्सनको क्रममा मैले भनेको थिएँ अहिले तत्काल गर्न सकिने काम के छ त मैले चुनावी क्याम्पेनको सिलसिलाले भनेको थिएँ तत्काल गर्न सक्ने काम के छ भने तीनवटा कुरालाई मैले प्रायोरिटी दिएको छु। तपाईँहरू म मन्त्रालयमा कुरा गरिरहेको छु। मैले भोलि नै सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्दै हाम्रो यो क्षेत्रको विषयमा कुरा राख्दैछु। तीनवटा कुरा केही दिन मैले भनेको छु त्यो भूगोलेश्वर 4को जुन त्यो नेपाल ट्रस्टको ब्लक भएको बाटो खुल्दैछ त्यो भूगोलेश्वरको मन्दिरदेखि लिएर सुन्दरजोगसम्मको जुन कलभर्ट छ 4वटा त्यो सिङ्गल लेनको छ बाटो 2 लेनको छ सिङ्गल लेनको छ र पुलको अगाडि पनि ट्राफिक लाइट हालेर चलिरहेको अवस्था छ। त्यो तत्कालै गर्नेवाला छौँ मैले पानीको कुरा तपाईँ 77 सालमा ठेका लागेको आरुबारीमा भएको र ठेकदारले छोडेको शारदा प्रसाद अधिकारीले लिएको ठेक्का जम्मा 28% चाहिँ प्रोग्रेस भएको र त्यो छोडेको अवस्था छ। तत्काल त्यहाँको चाहिँ पानीको समस्या समाधान गर्नको लागि त्यो ठेक्का क्यान्सल गराएर हुन्छ के गरेर हुन्छ पुनः ठेक्का लगाएर चाहिँ काम गर्दैछु। त्यसले म निर्वाचन क्षेत्रमा घुमिरहेको छु सोधिरहेको छु र कतिपय अवस्थामा चाहिँ हजुरले के बुझिनु पर्ला भनेदेखि कतिपय कार्यक्रमहरूमा आउन नसक्नु त्यसको मतलब म संसदमा पनि जानुपर्ने हुन्छ। यहाँ पनि हेरिरहेको छु मैले कि संसद कि निर्वाचन क्षेत्र घुमिरहेको छु यो कुरा बुझिदिनु होला। कतिपय कार्यक्रममा आउनु नसक्नुला समय मिलायो भने आउला आएर भने चित्त पनि नदोखाउनु होला। हामी परिवर्तन गर्नु छ काम ठुलो कुरा छ काम गरेर देखाउनु छ हामीलाई त्यो कामकै लागि चाहिँ जनताले परिवर्तनको लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएको। त्यस कारणले गर्दाखेरि हाम्रो वडा तहको साथीहरूलाई नगर तहको साथीहरूलाई त्यस्तै क्षेत्रीय तहको साथीहरूलाई अब हामीले काम गरेर देखाएर हाम्रो कामको आधारमा अब आउने चुनाव स्थानीय तहको चुनाव जित्नु पर्नेछ। त्यस कारण पुरानो सोच र विचारबाट पन्छेर कुरा भन्दा काम नतिजामा विश्वास गर्नुपर्छ। जनताले आफै देख्नुहुन्छ मैले यो गरी त्यो गरी भन्न पर्दैन गरेको कुरा काम चाहिँ जनताले नाममा आँखाले देख्नुहुन्छ। त्यसको लागि तपाईँहरूले सहजीकरण गरिदिन के पर्यो भने अहिले सजिलो छ कहीँ अब्स्टाकल छैन। अहिलेको सरकारी तहमा विभिन्न मन्त्रालय तहमा कहाँ के गर्नु तत्कालै हुने कुरा छ। त्यो प्रोसेसको कुरा पनि लामो छैन
त्यही टेबलमै सबै कुको चाहिँ तपाईँको सम्बन्धित निकाय त्यही टेबलमा बोला डिसिसन हुन्छ। त्यस कारण ढुक्क रहन र हामीलाई केही समय काम गर्नलाई दिनलाई अनुरोध गर्न चाहन्छु र पुनः यो गएको चुनावमा हामीलाई अत्याधिक बहुमतले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई चाहिँ विजय गराइदिनु भएकोमा आभार व्यक्त गरेर धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो अपाङ्ग सङ्घको कुरा पनि मैले धेरै कुरा सुनेको छु। राजनीतिक खबर भएको चाहिँ कुनै हाम्रो गर्न दिइने छैन। हामीले राजनीति गर्नु दिने खबरदार मैले बुझिरहेको छु, यो हरकत बुझिरहेको छु, त्यो हरकत चाहिँ हुनु दिनेवाला छ। हामी जनताको लागि काम गर्न आएको, जनताको कुनै पनि जनजीविकाको कुरो जनताको समस्याको विषयमा राजनीति गर्छ भने अब त्यो हुनु दिने छैन। यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद।